हेलो गुड मर्निङ नमस्ते छाँजालो सबैजना साथीहरूलाई। आज चाहिँ म बिल्कुल नयाँ भिडियोहरू लिएर तपाईहरु समक्ष आउने कोसिस गर्दैछु। आज म कहाँ जाँदैछु भने साइक्लिङ र्याली छ नक्साल, त्यहाँ जाँदैछु। हेरौँ के कस्तो हुन्छ आजको राइड। घरबाट भर्खर निस्केको छु म। साथीहरु रातभरि पानी पर्यो हैन, पानी पर्यो। अब बिहान पनि पानी पर्छ होला भन्ने सोचिरहेको थिएँ त। एकदम एक्साइटेड थिएँ म। म त अब साइक्लिङ र्याली छ भोलि बिहान 6 बजे भनेपछि अब म 6 बजे त्यहाँ पुग्नु पर्यो। म आधा घण्टा मात्रै जस्ट टाइम मेरो लागि छ। अब आधा घण्टा म नक्साल पुग्नु छ। त्यो कारणले गर्दाखेरि चाहिँ राति पानी परिरहेको थियो, बिहान पनि पानी पर्छ होला, के गरी जाने, र्यालीमा जान पर्ने भन्ने सोचले एकदम चिन्तित थिएँ। एकातिर एक्साइटेड पनि थिएँ कति बेला जान पाउने भनेर। लक्कीली अहिले चाहिँ पानी रोकिएको छ बिहान, त्यही भएर अब जाँदैछु। हेरौँ सोनपुबाट रोड सबै खाली छ, गाडीहरू त्यति धेरै हिँडिरहेको छैन। त्यति मस्त गाडीहरू हिँडिरहेको छैन, फाटो गाडीहरू छन्। दिउँसो चाहिँ यहाँ त ओहो नि बाटोको लास्टै उपर खाबाट छ क्या यो। फेरि बाटो यस्तो हो। ल साथीहरू, सुरुको भ्लगहरू हो मेरो, केही त्रुटिहरू हुनसक्छ। कमेन्ट गरिदिनु होला, माया गरिदिनु होला। यहाँ सबैजनाले लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। साथै मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। नाइट बसहरू यति बेला सबै आउँदो रहेछ। बाटै छेक्ला गरी आउँछ, के गर्ने। एनिवे पानी रोकियो, साइक्लिङ गर्न पाउने भइयो, त्यति भएपछि खुसी छु म आजलाई। आजको राइडमा के हुन्छ हेर्दै जाउँ है साथीहरू। हावा सारा आएको हुन्छ हैन। त्यसपछि अनि प्याडल पेलिराख्दाखेरि त ज्यान पनि ऊर्जा मिलिरहेको हुन्छ। अनि जति जाडो भए पनि एकछिनमा न्यानो भइहाल्छ क्या। साइक्लिङको विशेषता नै यो हो क्या। यति जाडो भएर कठ्याङ्ग्रेर बसिराखे पनि एकछिन साइकल चलाउन अलिक गाह्रो हुन्छ। साइकल चलाएर यसो हिँड्न थालेपछि ज्यान तात्तिन्छ। ज्यान तातिसकेपछि बास ज्यान तातिसकेपछि त त्यति मजा आउँदैन कि यति मजा आउँदैन। स्वर्गीय आनन्द आउँछ। कोही मर्निङ वाकबाट फर्किँदैछन्, कोही के गरेर। नयाँ सरकार पछिको काठमाडौँ सहर पनि यहाँ देखाउन पर्ने छ तपाईहरुलाई साथी हो। यस्तो राम्रो भएको छ कि है। खोलाको किनारहरू सबै टक्क हरियाली हुन लाग्छ। हरियाली भएको छ।
सुकुम्बासी बस्तीहरू माटो हालेर पुर्न लाग्छ भन्ने कुरो सुनेको छु। हेरौँ आज त रात गइहाल्यो। अब नेक्स्ट टाइमतिर चाहिँ अर्को समयतिर म तपाईँहरूलाई त्यतातिर पनि लैजान्छु, त्यतातिरको भिडियो पनि राखिदिने छु साथीहरू। नयाँ बजारको रोड पुरै खाली। साथीहरू मलाई एउटा कुरा चाहिँ एकदम कन्फ्युज छु क्या। तपाईँहरू कोही त्यस्तो विज्ञ हुनुहुन्छ, यस्तो जान्नु भएको छ, यस्तो कुरा थाहा छ भने मलाई भनिदिनु है। ट्राफिक लाइनमा स्टप लेखिरहेको हुन्छ होइन, रातो बत्ती बोलिरहेको हुन्छ, तर कतिपय साइक्लिस्टहरू चाहिँ नरोकिकन जानुहुन्छ, तर म प्रायः जस्तो रोकिरहेको हुन्छु। खासमा त्यो रोक्नै पर्ने हो कि नरोक्दा पनि हुने हो कि के छ त्यो सम्बन्धमा? सवारी साधनहरू सबै रोकिरहेको हुन्छ नि त। साइक्लिस्टहरू चाहिँ कोही कोही साइक्लिस्टहरू चाहिँ सुइँ जानुहुन्छ क्या रोकिरहेको बेला। त्यो कारणले गर्दाखेरि चाहिँ यो कुरा कन्फ्युज छु। ल साथीहरू कसैलाई थाहा छ भने कमेन्ट गरिदिनु है त। म चाहिँ प्रायः जस्तो जाँदिनँ। अहिले काहीँ सिचुएसन एनालाइसिस गरेर जान मिल्ने जस्तो देखियो भने चाहिँ म पनि हिँडिदिन्छु, हिँड्न त। अहिले काहीँ त्यो पनि त्यस्तो रिक्समा हिँड्दैन, तर हिँड्न हुने हो कि नहुने हो भनिदिनु पऱ्यो है साथीहरू। ल कसैलाई थाहा छ भने। जे होस् बिहान चाहिँ रोड खाली खाली जस्तो हुँदो रहेछ साथीहरू। पानी परेर पनि हुनसक्छ। कसैले अब अलि टाढैको यात्रा तय गरेको रहेछ भनेदेखि त पानी परिरहेको हुन्छ, छोडिदियो आज नजाने, अर्को पटकतिर जाउँला भन्ने पनि हुनसक्छ नि त। त्यो कारणले गर्दाखेरि चाहिँ रोड अलिकति म त यता पो आएछु यार, उता पो जानुपर्ने म त। माथि पो आएछु, माथि होइन नि म आउने त, म त यता पो जानुपर्ने। यता आएछु यार। पेटी पेटी चलाउनु पर्यो क्या साथीहरू। कस्तो लाग्छ तपाईँहरूलाई? मान्छे हिँड्ने बाटोमा साइकल चलायो भनेर गाली चाहिँ नगर्नु होला है साथीहरू। फेरि यस्तै सिचुएसन पऱ्यो क्या। लेफ्ट साइड जान्छु भनेको राइट साइड आइदिन्छु म जमलतिर पो। जानुपर्ने त फेरि जमलबाटै पो हो त साँच्ची। हट जमलबाटै पो त तल। हट के भयो आज? त्यहीँबाट बायाँ छिर्ने पो हो त साँच्ची। म त कहाँ फेरि यता आज कन्फ्युजै कन्फ्युज भयो। आज किन धेरै एक्साइटेड भएर हो कि साथीहरू? अब धेरै एक्साइटेड भयो क्या म। कति बेला पुग्ने मात्रै मनमा भइरहेछ, आत्तिरहेछ क्या मन एकदम। त्यहाँ कोही पनि साथीहरू चिन्दिनँ कि मैले फेरि आज। म एकदम सोलो हो आज, कोही पनि साथीहरूलाई चिन्दिनँ सायद। हेरौँ कतिजना साथीहरूसँग चिनजान हुन्छु, चिनजान नभए पनि एक्लै एकदम चिलमा हो। सकेसम्म चिनजान गर्ने प्रयास गरौँ, नत्र एक्लै चिल छ। बाटो पनि चिप्लो छ क्या साथीहरू। फेरि त्यो बाटोमा जोगिएर पनि जानु छ, आफ्नो ट्याकेट हिट पनि गर्नु छ। के गर्ने होला है मैले आज?
कहाँ कहिले उता कहिले यता भइरहेको छु म भने आज धेरै एक्साइटेड भएर पनि काम बिग्रिन्छ क्या साथीहरू त्यही भएर धेरै एक्साइटेड पनि हुन नहुने रहेछ मैले कति धेरै टाइम छोटाएँ होइन म अहिले वहाँ अगाडि पुगिसक्थेँ 500 मिटर त केही नभए पनि म क्रस गरिसक्थेँ नि त ल ठिकै छ केही छैन 2 मिनट ढिलो होला मलाई म्याप हेर्दाखेरि चाहिँ चिन्चुला जस्तो लागेको छ यहीँबाट हो जस्तो लाग्छ जान्छु कहाँसम्म पुग्छ सायद मलाई गुगल म्यापले धोका दिँदैन होला पुग्छु होला म आज ठाउँमै यहाँ अगाडि जाने सरहरू पनि त्यहीँ जाने होला सायद उहाँहरूसँग जानु पऱ्यो सोध्नु पऱ्यो सर गुड मर्निङ र्यालीमै हो सर हो सर हो उहाँहरू त हो भन्नुभयो उता पो जानुभयो त फेरि के हो यार म बाटो भुलेँ क्या हो बाटो भुलेँ जस्तो लाग्यो म यहाँ लोकेसन हेर्दाखेरि त यहीँबाट देखाएको थिएँ लोकेसन यताबाट देखाइरहेको छ साथी हो आज म कहाँ पो पुग्छु होला हो लौ न 2 जना सरहरूसँग गयो भए त म त बाटो पहिलाउनु पनि पर्थेन केही पर्थेन होला जस्तो लाग्यो आफू यता घुमिहाल्ने फेरि हट आपत पार्छ क्या आज मलाई यतै चल्दै गएँ साथीहरू म सोध्नु पऱ्यो अब चाहिँ अब जहाँसुकै जाउँ जहाँसुकै पुगुन् भनेर हिँड्ने मेरो टाइम छैन अहिले दिदी यहाँबाट नक्साल पुग्छ यता जानुपर्छ ए थ्याङ्क यू नक्सालबाट फेरि अझै जानुपर्छ म त यता गैरीधारा भन्ने ठाउँसम्म जानुपर्छ ल साथीहरू म कति दुःख पाएँ मैले अहिले मैले दुःख पाइनँ त उहाँहरूको पछि पछि गयो भए कसैलाई नि केही भन्नै पर्थेन साथी पनि हुन्थ्यो मेरो बुद्धि लौ न साथीहरू केयर नि होला धेरै एक्साइटेड भएर पनि यस्तो हुँदो रहेछ हौ साथीहरू कहाँ पो रहेछ अब यता जाने यार त्यो सोध्नु पऱ्यो सर अगाडि गैरीधारा चाहिँ कताबाट जान्छ ए अगाडि जानु पऱ्यो होइन हो ल ल थ्याङ्क यू सर अगाडि साथीलाई भेट्न पऱ्यो यार त्यो साथी पनि त्यहीँ जाने जस्तो लाग्छ त्यहीँ जाने जस्तो गरेर पुरै कुद्छु म पनि उहाँलाई भेटाउँछु म त्यतै जाने जस्तो लाग्यो यतै लाग्यो बाटो त सर गुड मर्निङ र्यालीमा सर यतै बाटो ल साथीहरू एकजना साथी चाहिँ भेटियो है एकजना साथी भेट भएको छ सायद म अब अलमल लिन्न होला उहाँको पछि जान्छु उहाँको पछि जान्छु म त्यस्तो अलमल लिन्न होला अब यहाँ रहेछ क्या हो यही लोकेसन फाउन्ड ल कता कता जस्तो भयो नि ल साथीहरू यहाँ अरू चाहिँ भिडियो बनाउनु पाइएन रजिस्टर गर्दाखेरि मोबाइल निकाल्नु पऱ्यो त्यही भएर चाहिँ अरू इभेन्टहरू चाहिँ भएन कि यहाँ यस्तो गर्नुपर्ने थियो पुरै एटेन्डेन्स गर्ने यहाँ टिचर रिसिभ गर्ने त्यसपछि अब यता पनि छ साइकलहरू यस्तो छ कुपन पनि छ है कुपन फर लन्च कुपन लन्च ल साथीहरू यहाँ प्रोग्राम स्टेज यहाँ छ साइकलहरू यता पार्किङ छ सबै यस्तो छ भेन्यू आलिस रिसेप्सन्स यो ठाउँबाट चाहिँ आज र्याली हुँदैछ
साङ्ग्रिला विकास ब्याङ्कको आयोजनामा। ल साथीहरू, अब सबैजना टी सर्ट लगाइसक्नु भयो। अब म पनि टी सर्ट लाउँछु, हेरौँ कस्तो देखिन्छ है। अब टी सर्ट लगाऊँ। ल साथीहरू, मैले यो पनि एउटा लगाइसकेको छु होइन यस्तो। ल साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कलाई चाहिँ स्पेसली थ्याङ्क, यो प्रोभाइड गर्नुभएको छ। यो लाएर चाहिँ अब गाडीको लागि निस्किन लाग्यो। उहाँ सबैजना त्यहाँ हुनुहुन्छ। प्रोग्राम स्टेज ल मलाई कस्तो देख्यो साथीहरूलाई भन्नुहोस् है। इस ल साथीहरू, हामी एउटा दुईवटा फोटो यता खिचेर अनि त्यसपछि अब र्यालीको तयारीमा हो है। र्यालीको तयारीमा र्यालीलाई पनि एउटा कुपन पाउँछ क्या, एउटा कुपन पाउँदो रहेछ। उल्टो भयो क्या है, उल्टो देखिँदो रहेछ। र्याली कुपन म्याडमहरू पनि आउनु भएको छ, सरहरू पनि आउनु भएको छ। प्रायः धेरैजना हुनुहुन्छ आज चाहिँ। ल हेर्नुहोस् है, यता फोटो खिच्नु व्यस्त। ल साइक्लिस्टहरू सबैजनालाई वेलकम छ साङ्ग्रिला विकास ब्याङ्क लिमिटेडको आयोजनामा हुन गइरहेको आजको यो साइकल र्यालीमा सबैजना पाल्नु भएको छ। यहाँ सबैलाई धेरै 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 धन्यवाद, धेरै 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 वेलकम। ल साइकलहरू चाहिँ यसरी पार्किङ छ, कसैको कता कसैको कता यता छ। हाई सर। सरसँग चाहिँ चिन्जान भएको छ। अब यस्तै हो, हेरौँ हामी राइड चाहिँ अब एकछिनमा निस्किन्छौँ। यहाँ अब एटेन्डेन्सको लागि सबैजना व्यस्त हुनुहुन्छ। हामी चाहिँ अलिक फास्ट आइयो नि त, लाइन बस्नु परेन, आयो अन्त लिइहाल्यो होइन हजुर। ल हामी चाहिँ अब र्यालीको वेटिङमा। सरले आज त्यो राख्नु भएको रहेछ उहाँले। ल साथीहरू हेर्नुहोस् है, अब 4-5जनाको साइक्लिस्टहरू हुनुहुन्छ यहाँ, अझै आउने क्रम जारी छ। मलाई साथीलाई ल र्यालीको तयारी छ, तयारी हुँदैछ र्यालीको तयारी। Outside Bugeda, how is the Josh? All right, let's get started. All right, good morning friends, fellow cyclists and the champions of the earth. Welcome to the starting line of a greener future. Today, as we celebrate World Environment Day, we aren't just riding for an exercise or community. साइकल र्याली सुरु भइसकेको छ। फ्ल्यागअप हुनु बाँकी छ, अगाडिबाट फ्ल्यागअप हुन्छ। अब सबैजना अगाडि बढिराख्नु भएको छ प्रोग्राम स्टेजबाट। र साथीहरू हामी चाहिँ अब गेटमा पुगिसक्यौँ र्यालीको लागि। अब रोड र्याली
भेन्यूबाट निस्किसकेका छौँ। अब यहाँबाट रोडमा अब के कस्तो हुन्छ एउटा हेरौँ। ल साथीहरू, गेट क्रस। अब हामी यही हो हाम्रो रुट। ल वाउ, रोड रुट। पछाडि पनि धेरैजना साथीहरू हुनुहुन्छ, अगाडि पनि धेरैजना साथीहरू जानुभएको छ। यही हो साइकल र्याली। थ्याङ्क यू साङ्ग्ला डेभलपमेन्ट ब्याङ्क यो अपर्च्युनिटीको लागि। अगाडि धेरै अगाडि चाहिँ नजाउँ सबैजना। ल अगाडि पनि साथीहरू धेरैजना हुनुहुन्छ, पछाडिबाट पनि साथीहरू आइराख्नु भएको छ। म एकछिन म देख्छु तपाईँहरूलाई। साथी हो हेरौँ साथीहरू, रुट चाहिँ अलिक छोटै छ। यतिको रुट भएपछि ठिकै छ। अब किनभने जाम पनि हुन्छ नि त धेरै। अहिलेसम्म चाहिँ जामसाम केही पनि छैन। म कुदिरहेको छु, हिँडिरहेको छु। पछाडिको दृश्य देखाउँछु म तपाईँहरूलाई गाइज। हेलो हेलो हेलो, सेफ ट्राभल, हेभ अ सेफ ट्राभल। हेलो 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 हाई। हेलो हेलो। ल साथीहरू, राइड एकदम मजा भइरहेछ। मलाई चाहिँ तपाईँहरूलाई कस्तो भइरहेछ हेर्दा चाहिँ, तपाईँहरूलाई पनि कोही त्यस्तो साइक्लिस्ट हुनुहुन्छ भने ओहो म पनि जान पाए हुन्थ्यो भन्ने त भयो होला पक्कै पनि। आई होप रेगुलर हुन्छ होला नेक्स्ट इयर पनि। ल बाटो साँघुरो छ साथीहरू, के गर्ने, यस्तै छ। कसको चेन चुड्यो साथीहरूको बिच बाटोमा, चेन चुडेर बेपत्तै छ। ल साथीहरू, आजको राइड चाहिँ एकदम मिठो भइरहेछ। यहाँभन्दा के भनौँ मैले होला। ल नि त, अगाडि पछाडि सबैजना साइक्लिस्टहरू हुनुहुन्छ। साथीहरू आज एउटा के अरे लकी ड्र पनि छ क्या। फेरि आज रजिस्टर गर्नुभएको मध्येहरूबाट पनि एउटा एमटिभी चाहिँ लकी ड्रमा कसलाई पर्छ हेरौँ। आजको साइक्लिस्टहरूमध्ये को चाहिँ लकी विनर हुन्छ। एउटा साइकल आफूले चढ्ने, अर्को साइकल बोकेर जाने नि। ए गाइज, दामी पो हुन्छ त त्यसरी। ल साथी हो, रुट लगभग फिनिस हुन लाग्छ साथीहरू। ल अन्य साइक्लिस्टहरू चाहिँ पछाडि हुनुहुन्छ। म धेरै अगाडि आइसकेको छु। मैले फर्किन नि बेर छैन यताबाट, फेरि फर्केर अन्त एउटा अर्को साथीहरूसँग आउनु पनि बेर छैन मलाई। फेरि म डोज पुगेको छैन नि त साथी हो मलाई। म अनि 4-5 घन्टा हिँड्छु दिनको। 1 घन्टाले मलाई कहाँबाट पुग्छ साथी हो।
ल भन्नुहोस् त गाइज मेरो नराम्रो पानी हो यो ल साथीहरू तपाईँहरूको मनमा के लाग्छ भन्नुहोस् है ल साथीहरू अगाडिको मिड पोइन्ट हाम्रो मिड पोइन्ट हो अब हामी सक्यौँ है हाम्रो रुट अब हामी यहाँबाट भित्र छिर्छौँ ल आजको रुट कम्प्लिट जे भयो नि समग्रमा एकदमै मिठो भयो राइड ल A big shout out to our supportive partner D-Band, Vikas Band, Jyoti Vikas Band, Vikas Band, ओ एकदम तपाईँहरू त कति छिटो हो त नि पुरै 100मै कुद्नुभयो कि यहाँ हो प्लिज म लिएर आउँछु है त ल अब चाहिँ स्न्याक खाजा हुँदा नि फलफुल टक्क कुदेर आइयो खाजा खान लाग्छ खाजा यस्तो छ कुपन थ्याङ्क यू ल चिसो अब यो चाहिँ खाजा छ अब खाजा खाउँ ल त्यो खाजा आजको यही हो एकदम मिठो जाँदैन गुड छ एकदम भुलियो रेट केक रोटी च्याउ अब यो चाहिँ म अलि घर गएर खान्छु एउटा केरा मात्रै खान्छु जिन्दगी बगेको पानी जस्तै हो आउँदैन फर्केर फेरि फेरि हो जिन्दगी बगेको पानी जस्तै हो आउँदैन फर्केर फेरि फेरि हो माया त दुई दिनको घाम छाया हो Ladies and gentlemen, we are about to move towards the gift hamper. ल 350 को जतिजना हुनुहुन्छ यसो अगाडि आउँ त ल मैले पनि हेरेको छैन है मैले नि कसैले नि हेरेको छैन यो भाइले कुन चाहिँ निकाल्नु भयो भनेर भाइ आफैले पनि हेर्नु भएको छैन 2 0 3